यो चिसोमा मिठो माछा बनाऊँ। पहिला नुन राख्ने, थोरै बेसन अनि यो चिल्ली पाउडर, त्यसपछि थोरै मैले मसला राखेँ अनि ब्ल्याक पेपर मतलब मरिच, फेरि नुन थोरै लाग्ला जस्तो लाग्यो, मैले थोरै नुन पनि एड गरेँ अनि टिमुर, त्यसपछि तोरी, हाम्रोमा चाहिँ तोरी ग्राइन्ड गरेर पहिल्यै ग्राइन्ड गरेर राखेको थिएँ त्यो, अनि गोल्डी मसला एउटा चाहिँ राखेँ अनि मजाले अब यसलाई चाहिँ एउटा अन्डा राख्ने अनि मिक्स गर्ने, एकदम मजाले मिक्स बनाएपछि मिक्स गर्ने अब मजाले मिक्स गर्ने। यतिको भएपछि अनि मैले यसमा चाहिँ माछा राख्दिएँ, यसलाई मजाले मिक्स गर्छु। अनि चाहिँ हाम्रोमा यतातिर चाहिँ हिजोदेखि पानी परेर एकदमै चिसो छ क्या। अनि यतिको बनाइसकेपछि मैले मसला मजाले राखेर 10-15 मिनट राखिदिएँ। त्यसपछि यो चाहिँ फ्राई गरेँ है। अनि यता चाहिँ झोललाई प्याज, हरियो लसुन, टमाटो, खुर्सानी, थोरै तोरी, नुन अनि मसला राखेर ग्राइन्ड गरेँ। अनि यतिकै पेस्ट बनाएर यसले चाहिँ मजाले यसको पकाउँछु। यसलाई हल्का रातो हुँदैन पकाएर यतिको भएपछि मजाले पानी हाल्दिएँ। पानी हालेपछि माछा छोडिदिएँ। अब यस्तो भल्काउने यसलाई एकदमै 10 मिनट 5-7 मिनट जति भल्काएपछि यस्तो मिठो हुन्छ नि, यस्तो मिठो हुन्छ नि। यो चिसोमा तातो तातो झोल एकदमै मिठो है। मलाई चाहिँ यसरी बनाउँछु, तपाईँहरूले कसरी बनाउनुहुन्छ? अब हाम्रो माछा चाहिँ रेडी भइसक्यो।